Hello guys, welcome to my channel. I hope you guys are doing well. अनि अहिले हजुरहरुकोतिर चिसो कतिको छ? यहाँ एकदम धेरै चिसो भएर चाहिँ मलाई ढिँडो खान मन भइरहेको थियो। त्यही भएर चाहिँ म आज बनाउन गइरहेको छु नेपाली थाली। अनि त्यसको लागि चाहिँ म सुरुमा बनाउँदै छु गुन्द्रुकको अचार। गुन्द्रुकको अचारको लागि चाहिँ मैले भटमास तेलमा तारे अनि त्यसपछि मैले त्यही तेलमा चाहिँ तेल धेरै राखेको रहेछु क्या मैले। अनि त्यही तेलमा चाहिँ मैले टमाटर पकाएँ, लसुन पकाएँ अनि त्यसलाई म्यास गरेर अनि भटमास, टमाटर, गुन्द्रुक मैले पहिले भिजाएर राखिसकेको थिएँ। अनि मैले चाहिँ लसुन, प्याज अनि हरियो खुर्सानी, धनिया काटेर पहिले रेडी गरिसकेको थियो। त्यसलाई चाहिँ मैले मिक्स गर्दै मेरो नङ चाहिँ एकदम लामो थियो क्या गाइस, भर्खर एक्सटेन्सन गरेको थिएँ। त्यही भएर चाहिँ अलि मलाई अप्ठ्यारो भइरहेको थियो यो हातले म्यास गर्नलाई चाहिँ। अनि गाइस एकदम चिसो धेरै बढेकोले के अनि मलाई पहिला त खासै मन पनि पर्दैन थियो यो ढेँडो, मलाई खानै पनि आउँदैन थियो हैन। अझै पनि सिकिरहेको छु, तर पनि पहिला चाहिँ मिठै लाउँथेन, दाँतले चपाएर खाँदाखेरि मिठो नहुँदो रहेछ नि त। अहिले चाहिँ खान सिक्दैछु। एकदम मलाई अहिले यो भिडियो बनाउँदाखेरि पनि एकदम क्रेभिङ भइरहेछ क्या देखेर। अनि मैले चाहिँ अब मासु बनाउँदैछु कुखुराको। यो कुखुराको मासुको लागि मैले तेल राखेँ अनि मैले मेथी राखेँ। मलाई चाहिँ मेथी राखेको किन एकदम मनपर्छ। हजुरहरूलाई मन नपर्ने भएपछि स्किप गर्न पनि सक्नुहुन्छ। त्यसपछि मासु राखेर एकछिन रातो हुन्जेल फुटेँ मैले। अनि त्यसपछि मैले प्याज राखिदिएँ। प्याज राखेपछि एकछिन फेरि त्यो प्याजलाई डढ्न दिएर अनि फेरि पाउडर मसलाहरू राखेँ, जस्तै चिकन मसला अनि जिरा पाउडर, धनिया पाउडर अनि मिट मसला अनि नुन पनि राख्न बिर्सेको भएर फेरि मैले नुन पनि राखिदिएँ। अनि थोरै मैले चिल्ली पाउडर पनि राखेको थिएँ। त्यो राखिसकेपछि चाहिँ मैले एकछिन मसला डढ्न दिन्छु, किनकि मलाई चाहिँ फेरि कुखुराको मासुमा थोरै मसला डढेको मनपर्छ के। अनि मसला डढ्न दिएपछि मैले एकछिन भुटेर फेरि अब मैले राख्छु। मैले अलरेडी टमाटर चप गरेर राखिसकेको छु, सजिलो हुन्छ नि त आफूलाई एक्लै खाना बनाउँदाखेरि। अनि यो टमाटर राखिदिएँ मैले, यसलाई टमाटरमा छोपेर राखिदिन्छु अनि सजिलो हुन्छ, एकछिनमा गल्छ। यो गलिसकेपछि मैले चाहिँ अब यो चाहिँ ग्रेभी बनाउने हो क्या गाइस, किनभने ढेँडोमा छोपेर खान राम्रो हुन्छ नि। त्यही भएर मैले पानी राखेँ। एकछिन ग्रेभीलाई मैले एकछिनसम्म पाक्न दिएँ, बाक्लो हुन्छ रस। अनि त्यसपछि धनिया राखेर यो हाम्रो मासु रेडी भइसक्यो त्यसको लागि। अनि अब म बनाउन जाँदैछु टमाटरको चटनी। टमाटरको चटनी चाहिँ मलाई यसरी तेलमा पकाएकै मनपर्छ क्या गाइस, किनभने मैले यो टमाटरको चटनी चाहिँ मलाई यो खालको मोमो टाइपको चटनी हो क्या, मोमोको चटनी नै भनौँ न। अनि यस चाहिँ मैले यसरी पकाउँछु, लसुन र टमाटर चाहिँ पकाउँछु। अनि त्यसपछि अब स्वादअनुसारको नुन खुर्सानीहरू राखेर चाहिँ अनि थोरै तिलको छोप राखेर चाहिँ त्यसरी मिक्सीमा पिसेर चाहिँ मैले त्यस्तो चटनी बनाउँछु। धनिया राख्न बिर्सेको भएर पछि मैले सानो मसिनो गरेर काटेर चाहिँ धनिया मिक्स गर्दै थिएँ। अनि यो चाहिँ म बनाउनु गइरहेछु आलुको चप होइन, सरी, जिरा आलुको तरकारी। अनि त्यही भएर त्यसको लागि मैले थोरै तेल राखेँ, जिरा एकछिन पुऱ्याएँ। अनि मलाई रातो खुर्सानी पुऱ्याएको पनि मनपर्छ जिरा आलुमा। त्यसपछि मैले आलु राखेँ, आलुलाई एकछिन थोरै ब्राउन हुन्जेलसम्म भुटेर अनि थोरै गार्लिक एन्ड जिन्जरको पेस्ट पनि राखिदिएँ। अनि अब मसलाहरू राख्छु, थोरै बेसार अनि पाउडर धनिया, पाउडर जिरा अनि नुन खुर्सानी सबै मिलाएर राख्छु। राखेपछि एकछिन भुटेर अनि मैले थोरै त्यो काटेको लसुन पनि राखेको क्या, मलाई मनपर्छ है काटेको लसुन पनि। अनि मलाई चाहिँ यो टमाटर चाहिँ मैले लतक्कै पकाएको मन पर्दैन क्या, आलु जिरामा चाहिँ अलिकति पिस छुटेकै मनपर्छ, पछि नै राख्छु। त्यही भएर मैले, किनभने ग्रेभी खाने होइन नि त, यो सुक्खा खाने हो, त्यही भएर। अनि यो हाम्रो आलुको चाहिँ जिरा आलु चाहिँ रेडी भइसकेको छ। अनि मैले सागको भिडियो बनाउन बिर्सेको रहेछु कि, अनि लास्टमा मात्रै डाडुल चलाएको मात्रै बनाएको। अनि मलाई चाहिँ ढेँडो बनाउन आउन्न, यो ढेँडो बनाउन चाहिँ मम्मीले हेल्प गर्नुभएको, मम्मीले ढेँडो बनाउँदै हुनुहुन्छ, मैले चाहिँ भिडियो लिँदैछु। यो ढेँडो भइसकेपछि फेरि खान मन लाग्यो गाइस होइन, अब चिसो पनि छ, खान पनि मन लागिरहेछ। सायद म भोलि पनि केही भिडियोहरू लिएर आउन सक्छु। अब म फ्री हुने भनेकै स्याटरडेमा हो, त्यही भएर चाहिँ म भोलि केही बनाउन सक्छु। गाइस प्रे फर मी कि मलाई केही जाँगर लागोस्, म फोकस हुन सकूँ, एक्टिभ हुन सकूँ, किनभने एकदम अल्छी लाउँछ क्या बिदाको दिन, अरू बेला फुर्सद छैन भनेर बस्छु। यो चाहिँ मम्मीले यति राम्रो बनाउनुहुन्छ कि एकै पिसमा मजाले आउँछ कि। अनि गाइस थ्याङ्क यू सो मच फर लभिङ। अनि भिडियो पुरैसम्म हेरिदिनु भएकोमा झनै धेरै माया। होप अर्को भिडियो पनि चाँडै आउँछ। बाई बाई, लभ यु अल।